गर्छु सपनाको सधैँ भारी बोकी हिँड्ने गर्छु सपनाको सधैँ भारी बोकी पुरा हुन्न कहिले पनि तकदीर खोटो हो कि हतासिन्छु त्यसै त्यसै हतासिन्छु त्यसै त्यसै तिरहाले छुँदा कठै भन्ने कोही छैन एक्लै बसिरुँदा भौतारिन्छु पापी पेटा भर्न खोज्दै मानो न त बास गतिलो छ न त ओर्ने छानो हजार चोट पीडाहरू हजार चोट पीडाहरू खेप्दै मन भारी भाग्यसँगै जिन्दगी यो घुम्यो चक्र सारी भाग्यसँगै जिन्दगी यो घुम्यो चक्र सारी चक्र 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 बा ठुले दाइ तपाईहरु किन रुँदै हुनुहुन्छ? साने मलाई थाहा छ तपाईहरु अहिले सपना हो कि विपना हो जस्तै हुनु भएको छ तर दाइ पर बा यो कुनै सपना हैन यो विपना हो आज मलाई तपाईहरुको मायाले जिउँदै घर फर्कायो आज म मृत्युको मुखबाट पनि बाँचेर घर आइपुगेको छु बा हे भगवान यो सत्य होस् झुट नहोस् साने मेरो भाइ तपाईहरु सबैजना आफूले आफूलाई सम्मान यो सत्य हो कुनै झुट होइन अनि बा खोइ त आमालाई त देख्दिन नि बा साने आमा बिराम भएर तेरो मामाले हस्पिटल भर्ना गरेर राखेको छ बा आमालाई के भयो म अहिले जान्छु आमा कुन अस्पतालमा हो बा अहिले जान्छु बा आमालाई भेट्न त नाति यसरी भोलि बिहान उज्यालो बसी हामी सबैजना सँगै जाउँला नाइ बा अनि बा आमालाई अहिले कस्तो छ भाइ त आमाको चिन्ता नगर आमालाई सब ठिकै छ म काम गर्दै गर्दा रिगटा लागेर एक्कासी छतबाट खसेछु पछि होसमा आउँदाखेरि हस्पिटलको बेडमा थिएँ बिचरा सारा मेरेलाई कति दुःख पाए यति साराले मलाई समयमै अस्पताल नपुर्याएको भए आज मेरो साथ छैन लास यो घरमा आइपुग्थ्यो होला नानी तिमीलाई म कुन मुखले धन्यवाद दिउँ तिम्रो गुण म यो कसरी तिरौँ मेरो छोराको ज्यान बचाइदिए यस्तो कुरा गरेर मलाई लज्जित नबनाउनुस् बुवा सानेर म एउटै कम्पनीमा काम गर्थ्यौँ यो त मैले एउटा कर्तव्य मात्र निभाएको कर्तव्य पनि
मेरो आफ्नो भनाउँदाहरूले भन्दा धेरै निभायो। मेरो लागि आज आफ्नो गरिरहेको काम पनि छोडेर यहाँसम्म आयो। काम त पछि पनि गर्न सकिन्छ नि सानी। यस्तो अवस्थामा तपाईँलाई म एक्लै कसरी पठाउन सक्थेँ र? यो बाहिर चिसो हावा खाएर कति कुरा गर्नु, बरु भित्रै बसेर कुरा गरौँ। पूजा, तँ पनि त सँगै आएकी रहेछस् त। बा, सारा मेरो मामाको छोरी हो। सारासँग मेरो कुरा भइरहन्छ, त्यसैले म लिन गएको हो। भनेपछि तर पहिले थाहा थियो होइन सानो आउने कुरो? थाहा थियो, तर खै मनमा कता कता डर अनि शङ्का थियो, त्यसैले कसैलाई पनि भनिन। यो जाडोमा उभिएर कति बेर कुरा जाउँ, भित्रै गएर कुरा गरौँ। अनि नानीहरू यसपालि तिमीहरू कहाँ जान्छौ? आज यतै बस्छ, ल हिँड जाउँ भित्र। जाउँ। ओइ केटी हो, उज्यालो भइसकेछ। तिमीहरू उठ्नु पर्दैन कि यहीँ सुतेर बस्ने हो? कति चाँडो उज्यालो भइसकेछ। के भयो राधिका? अब चिन्ता नगर, सानी आइसकेको छ, सब ठिक हुन्छ। खै यो कुरा सानले थाहा पाएपछि के हुन्छ होला? खोइ, तेरो पेटमा सानीको बच्चा छ भनेर सुन्दा कतै सानीले तँलाई इग्नोर त गर्दैन? हे, यो कुरा पछि मिलाएर भन्नु के सानीलाई। अहिले चाहिँ जाम कि त सानी आएको छ, सानीलाई छोडेर जान मन लागेन कि क्या हो? तिमीहरू नजिस्काऊ है मलाई, आफूलाई चाहिँ कस्तो तनाव भइरहेछ। मेरो पेटमा बच्चा छ भनेर सानीलाई थाहा नहोस् है, तिमीहरूले नभन ल। मलाई कसैले भन्नै पर्दैन। मैले बाहिर बसेर सबै कुरा सुनिसकेको छु। वाह राधिका, वाह। कस्तो खुसी हो खबर सुन्नु पाएँ मैले त। मेरो कुरा त सुन्नु सानी। अब के कुरा सुन्नु बाँकी छ? के कुरा सुन्नु बाँकी छ? म 2-4 महिना के हराएको थिएँ? अर्कैसँग सुत्न भ्याइसकिस्? भन, तेरो यो नासो कसको हो? कोसँग गएर सुतिस्? वाह, मलाई जिन्दगीभरि पनि कुर्न तयार छु। धेरै माया गर्छु भन्थिस्, यही हो तेरो माया? यही हो तैँले मलाई कुरेर बसेको? मलाई थाहा थियो तैँले कुर्न सक्दिनस् भनेर। किन बोल्दिनस्? भन, कसको नासो हो? तँलाई मेरो अगाडि मुख देखाउन अलिकता पनि लाज लागेन? यस्तो घृणित काम गरेर? सानी, तपाईँ यसरी कुरै नबुझी नबोल्नुहोस्। किन नबोल्ने म? ओए भन, किन बोल्दिनस्? कसको नासो हो यो? के म अरूसँग सुत्दै हिँड्छु जस्तो लाग्छ र? छि, म यस्तो सोच्न पनि सक्दिनँ। तपाईँकै मायाको चिन्ह हो। के रे? त्यो तेरो पेटमा भएको बच्चा मेरो रे? तँलाई के लाग्छ? के म पागल हो? तैँले जे भने नि पत्याइहाल्नलाई? के पेटमा बच्चा त्यत्तिकै हुन्छ? तर म बिच त्यस्तो के भएको थियो र? तेरो पेटमा मेरो बच्चा भयो, बच्चा त्यत्तिकै हुन्छ? कोसँग सुतिस् अनि कसको नासो बोकेर आइस्? अहिले केही सिप नलाएपछि मलाई पार लाउनु खोजिस्? सम्झी त त्यो रात तर म बिच के भएको थियो? सानै, अहिले हामीले यस्तो गलत कदम चाल्यो भने पछि पछुताउनु पर्छ। तिमीले ठिक भन्यौ राधिका। हामीले सानो एउटा गल्तीले गर्दा भोलि गाउँ समाज
छर छिमेकी आफ्नो घरबाट पीडित हुनुपर्ने हुन्छ। कति गानी हो कि मेरो सानो, जे हुन्छ बिहापछि हुन्छ। सानी, तपाईँलाई पाप लाग्नेछ, कुनै दिन याद होला। सारा, के भयो तिमीलाई? तिमी त झोलासोला लिएर निस्किया छौ त। अब म फर्किन लागेको साने, अब म यहाँ बसेर केही काम छैन। अनि सारा, तिमी त केही दिन बस्छु भन्थ्यौ होइन, फेरि जान लाग्यौ। हो, तर अब म यहाँ बस्नुभन्दा नबस्ने ठिक छ। एक्कासी फेरि तिमीलाई के भयो सारा? केही भएको छैन साने, आफ्नो ख्याल गर्नु है। र राधिकालाई घर ल्याएर राख्नु, राधिकाले तपाईँको धेरै केयर गर्छ। तिमीलाई के भयो र एक्कासी जान खोज्यौ? भन त मलाई। तिमी त केही दिन बस्नेवाला थियौ होइन र? आफूले सोचेको जस्तो केही नहुने रहेछ सानी। के भनिरहेको सारा तिमीले यस्तो? मैले केही कुरा बुझिनँ, किन यस्तो भनिरहेको छौ? मैले तपाईँ र राधिकाको बिचको कुरा सुनिसकेँ सानी, सो राधिकालाई नराम्रो नगर्नु है। सारा, तिमी र म अनि म र राधिका बिचमा एक अर्कालाई छिराउनु पर्ने त्यस्तो के नै कारण थियो र? म र तपाईँको बिचमा राधिका होइन सानी, म तपाईँहरू बिचमा आएर गल्ती गरेछु। तपाईँले राधिकाको बारेमा किन मलाई पहिल्यै भन्नु भएन? सारा, तिम्रो र मेरो सम्बन्धमा राधिकाको बारेमा भन्नुपर्ने त्यस्तो के नै थियो र? तपाईँको लागि थिएन होला सानी, तर मेरो लागि थियो सानी। तर तिमीलाई मैले एउटा राम्रो साथीबाहेक त्योभन्दा माथि कहिले सोचिनँ। मैले पनि पहिला त्यही सोचेको थिएँ सानी, तर खै कहिलेदेखि साथीभन्दा माथि सोच्न थालेछु थाहा नै भएन। तर सारा, तिमीहरूको यहाँ के कुरा हुँदैछ? अनि हातमा झोला पनि छ। बा, अब म जान लागेको। के कुरा गरेको नानी? तिमीले आमालाई भेटेकी पनि छैनौ। एक दुई दिन बस, आमालाई भेटौँला, दुःख सुखको कुरा गरौँला, अनि 2-4 दिनपछि गएर भइहाल्छ नि। साले, नानीको झोला लिएर भित्र हिँड। हुन्छ, जाउँ नि। तैँले यो के गरे कि? त पागल भइस्? म पागल भइसकेँ। मलाई बाँच्न मन छैन, मलाई मर्न दे। चुप लाग, मरेर समस्याको समाधान हुँदैन। जिन्दगी भनेको यस्तै हो, समयले चक्र जसरी घुमाइरहन्छ। जुन कुरा हामीले भोग्दै जिउनुपर्छ। सानीले मेरो कुरा सुन्दैन, मलाई बुझ्दैन। म के गरौँ? त मरेर होइन, बाँचेर सानीको मन जितेर खुसी हुनुपर्छ। त चिन्ता नगर, सानीले पनि तँलाई माया गर्नुहुन्छ। यो कुरा एक दिन अवश्य बुझ्नुहुन्छ। हो राधिका, त किन चिन्ता गर्छस्? तेरो साथमा हामी पनि छँदैछौँ नि, जाउँ नि।
अब हामी अस्पताल जानुपर्छ आमालाई भेट्न। हुन्छ, हामी सबैजना जानुपर्छ। ठुले पनि जान्थ्यो कि? खोइ घरमा छैन। बा आमा कति खुसी हुन्छन् होला है आज मलाई देखेर। हो नि बाबु, आज हामी गएर तेरो आमालाई घरमा ल्याउनुपर्छ। हुन्छ बा, अलि छिटै जानुपर्छ। मलाई त आमालाई कति बेला भेटु अनि माया साटु भइसक्यो। कति बेला घर ल्याउँ जस्तो भइसक्यो। आमा दर्शनमा आमा के भयो मामा? तपाईँ त छक्क पर्नुभयो त। होइन ए बिनाजु, म सपनामा छु कि विपनामा छु? मामा तपाईँ विपनामै हुनुहुन्छ। मलाई थाहा छ मामा, तपाईँ किन यस्तो कुरा गर्दै हुनुहुन्छ भनेर। सायद मलाई जिउँदै देखेर तपाईँ छक्क पर्नुभएको होला होइन? छक्क नपर्नु मामा, तपाईँको भान्जा जिउँदै छ। म पान्थला माथिबाट खसी पनि तपाईँहरूको मायाले जिउँदै फर्किएँ मामा। तपाईँहरूको मायाले मलाई मर्न दिएन। सायद हाम्रो भाग्यमा जे लेखेको छ त्यही भोग्नुपर्छ। आज मलाई साराले समयमा अस्पताल नलगेको भए सायद म यो घरमा जिउँदो होइन, मेरो यो घरमा लास फर्किन्थ्यो होला। यसमा तपाईँहरूकै पनि अचम्म पर्नु पर्दैन। मामा मलाई तपाईँहरूको मायाले मर्नु पनि दिएन। आज म जिउँदै फर्केको छु। साला बाबु, तपाईँ त आउनुभएछ, अनि दिदीलाई कस्तो छ? मामा तपाईँ किन केही बोल्नुहुन्न? भन्नु न, आमालाई कस्तो छ? हामी त अस्पताल आउनु लागेको थियौँ आमालाई भेट्न। तपाईँ नै यहीँ आउनुभएछ अनि आमालाई नलिआउनु भएको? खोइ त आमा। मामा तपाईँ किन केही बोल्नुहुन्न? भन्नु न, आमालाई किन नलिआउनु भएको? भान्जा, आमालाई मैले अस्पतालमा भर्ना गरेर राखेको छु। आमालाई सब ठिक छ। होइन मामा, तपाईँले केही न केही कुरा लुकाउनु भएको छ। छिटो भन्नु, आमालाई कस्तो छ? भन्नु न मामा, बोल्नु न। बिना म अहिले जान्छु है। मामा 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 यो दैवले पनि कसैको जीवनमा त कति धेरै दुःख मात्रै ल्याइदिन्छन् है। त्यही त, बिचरा सानीको परिवार विचित्र भएका छन्। हो नि, बिचरा सानी मृत्युको मुखबाट बचेर आएर पनि यहाँ पनि दुःख मात्रै भोग्नु परेको छ नि। अब सानी र राधिका विवाह गरेर नयाँ जिन्दगीको सुरुवात गरे हुन्थ्यो नि। तर के गर्नु, सानीले अहिले राधिकालाई मनै पराउनुहुन्न। वास्तविक कुरा थाहा पाएपछि सानी आफै पछुताउनुहुन्छ। पानी पर्न लागेर होला आकाश कालो मैलो अँध्यारो भएको छ। अहिले हामी घर जाम, अहिले फेरि पानीले रुजाउँछ। मामा 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 तपाईँ किन केही बोल्नुहुन्न? किन मदेखि तर्किँदै हिँड्नुहुन्छ? किन भाग्दै हिँड्नुहुन्छ? मेरो प्रश्नको उत्तर दिनु मामा। नाइ मामा भन्नु न, आमालाई कस्तो छ? अनि आमा कुन अस्पतालमा हुनुहुन्छ? म आमालाई अहिले गएर भेट्छु। भान्जा म के भनौँ तिमीलाई? भन्नु न। यही हातले मेरो दिदीलाई दाह संस्कार राखेको। तिम्रो आमा मरिसक्यो भान्जा। मामा तपाईँ के भन्दै हुनुहुन्छ मामा? हो भान्जा। होइन, तपाईँ यो झुट बोल्दै हुनुहुन्छ। झुट बोलेको भन्नु न मामा। झुट होइन भान्जा, साँच्चै हो। नाइ मामा, यही हातले मेरो दिदीलाई दाह संस्कार राखेको।
नाइ नाइ मामा नाइ नाइ मामा यो हुन सक्दैन मामा 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 यो कुरा झुटो हो भनिदिनु न मामा 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 बा 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 के भयो किन यसरी रातकिने कराउँदै आयो त बा भाइ बा आमा 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 के आमा भन्न आमा के आमा मामाले भनेको आमा आमा हाम्रो आमा मरिसक्नु पऱ्यो बा मरिसक्नु पऱ्यो आमा के भनेको आमा मरे आमा मरिसक्नु पऱ्यो होइन तैँले सपन देख्छु होला होइन मलाई झुटो मामाले भनेको यो झुटो होइन यो हुनै सक्दैन यो हुन सक्दैन ल भित्र मामाले त्यही भन्नुभयो यो हुन सक्दैन आमालाई आमा सानी उठ्नुहोस् अलिकता तातो बनाएर ल्याएको छु मलाई केही खानु मन छैन तिमी खाऊ बच्चाले जस्तो जिद्दी नगर्नुहोस् न थोरै तातो खानुहोस् उठ्नुहोस् आज यो हात पनि साह्रै दुखेको छ मेरो कारणले तिमीले पनि धेरै दुःख पायौ है म त साह्रै अभागी रहेछु सबैलाई दुःख मात्रै दिन्छु मेरो कारणले कति धेरै दुःख पाक्छौ है तिमीले मेरो लागि किन यति धेरै दुःख गर्छौ त्यस्तो नभन्नुहोस् ताने बिमारी मान्छे धेरै टेन्सन लिनु हुँदैन त्यस्तो नभन्नुहोस् मलाई यो खानै मन छैन खानुपर्छ सानी नत्र कमजोर भइन्छ मेरो लागि कति दुःख गर्छु सारा यति मैले भनेको मान्छौ भने तिमी आफ्नै घर फर्क्यौ तिम्रो पनि त घर परिवार फ्यामिली हुनुहुन्छ तिमी आफ्नो लागि सोच मेरो गुलामी गरेर किन बस्छौ त्यस्तो नभन्नुहोस् तानी कि यो परिवारलाई लिएर जान्छु कि यो परिवारमा खुसी ल्याएर मात्र जान्छु सानी तर सारा अब मेरो परिवारमा खुसी भन्ने कुरा कहिले आउँदैन यो तिमीले त के सायद भगवान्ले पनि मेरो परिवारमा खुसी ल्याउन सक्दैनन् त्यसैले सारा तिमी जाऊ तिमी यहाँ अल्झेर नबस सारा जाऊ तिमी आफ्नो घर चिन्ता नगर्नु सानी सबै ठिक हुन्छ खोइ सारा मलाई त यो गाउँमै बस्न मन छैन यो गाउँदेखि धेरै टाढा जान मन छ यदि तपाईँ मान्नुहुन्छ भने तपाईँहरू सबैजनालाई मेरो गाउँ लिएर जान्छु